तासको पत्ती हामीमध्ये कसले को देखेको छैन होला र हैन? साथीभाइसँगको रमाइलो जमघट होस् वा एक्लोपनको साथी, यो 52 पत्तीको गड्डी हाम्रो जीवनको एउटा सामान्य हिस्सा जस्तै हो। तर के यो रमाइलो गर्ने साधन मात्रै हो कि यसभित्र कुनै गहिरो रहस्य, कुनै ब्रह्माण्डीय कोड लुकेको छ? आउनुहोस्, आज हामी यही साधारण देखिने तासको पत्तीभित्र लुकेको एउटा असाधारण कथा खोतल्दैछौँ। ल, अब सिधै प्रश्नमा जाउँ है त। आखिर के होला त यो तासको सामान्य गड्डीमा लुकेको रहस्य? यो केवल कागजको टुक्रा मात्रै हो कि यसले हाम्रो प्रकृति, हाम्रो समयको बारेमा केही भन्न खोजिरहेको छ? आउनुहोस्, यसलाई अलि गहिरिएर हेरौँ। एउटा मान्यता छ कि तासको पत्ती भनेको खेल्ने कुरा मात्रै होइन, बरु यो त एउटा एकदमै होशियारीपूर्वक बनाइएको सिस्टम हो। भनिन्छ यसको हरेक कुराको हाम्रो विज्ञान, हाम्रो प्रकृतिसँग गहिरो सम्बन्ध छ। यो कुनै संयोग होइन, बरु एउटा डिजाइन हो। यो त हामी सबैलाई थाहा भएकै कुरा हो, होइन र? तासको गड्डीमा 52वटा पत्ती हुन्छन्। हुकुम, पान, चिडी, इट्टा गरी 4 प्रकारका, अनि हरेक प्रकारमा 1 देखि 12सम्म 13 पत्ती। रङ जम्मा 2वटा, रातो र कालो। हेर्दा त कति सामान्य लाग्छ, तर हाम्रो रहस्यको चाबी नै यही छ। ल, अब एउटा एकदमै रोचक कुरा सुरु भयो। के विश्वास लाग्छ तासको एउटा गड्डी भनेको वास्तवमा हातमा बोक्न मिल्ने पात्र हो भनेर? हो, साँच्चै। यसको बनावट सिधै 1 वर्षको क्यालेन्डरसँग मेल खान्छ। सबैभन्दा पहिले 52 पत्ती किन 52 नै त? किनभने 1 वर्षमा हप्ता कतिवटा हुन्छन्? ठिक 52वटा। यो पहिलो र सबैभन्दा प्रष्ट सम्बन्ध हो तास र हाम्रो क्यालेन्डर बीचको। अब कुरा गरौँ ती 4 प्रकारको। हुकुम, पान, चिडी र इँटा। यी खालि डिजाइन मात्रै होइनन् नि, यिनीहरूले त वर्षका 4 ऋतुलाई जनाउँछन्। हरेक प्रकार एक ऋतुको प्रतीक। अझै गहिराइमा जाउँ है त। हरेक प्रकारमा 13 पत्ती हुन्छन्, होइन? अनि हरेक ऋतु लगभग 13 हप्ताकै हुन्छ। भनेपछि हरेक प्रकारको 13 पत्तीले एक ऋतुभित्रको 13 हप्तालाई देखायो। कस्तो अचम्मको मेल छ, सोच्नुहोस् त। अझै छ, कुरा यतिमै सकिएको छैन। तासको गड्डीमा कतिवटा फेस कार्ड मतलब चित्र भएको पत्ती हुन्छ? 12वटा। गुलाम, मिस्सी, बादशाह। अनि वर्षमा महिना कतिवटा? ठिक 12वटा। मतलब हरेक महिनाको लागि एउटा फेस कार्ड। साँच्चीकै नै गजब छ है। अनि रङको कुरा, रातो र कालो। यसको पनि अर्थ छ। रातो रङले दिनको उज्यालोलाई जनाउँछ भने कालो रङले रातको अँध्यारोलाई। मतलब दिन र रातको चक्र पनि यहीँ भित्र समेटियो। अहिलेसम्म हामीले तास र क्यालेन्डरको सम्बन्ध त हेऱ्यौँ, तर कथा अझै बाँकी छ। अब एउटा यस्तो गणितीय कोड हेरौँ जसले तासको गड्डीलाई सिधै हाम्रो सौर्य वर्षसँग जोडिदिन्छ। यो हिसाबले त साँच्चै चकित नै पारिदिन्छ। ल, अब यो हिसाबलाई अलि ध्यान दिएर हेरौँ है। पहिलो कुरा, यदि हामीले कुनै एक प्रकारको सबै 13 पत्तीको मान जोड्यौँ भने, मतलब एक्कालाई 1, दुक्कीलाई 2 गर्दै बादशाहलाई 13 मान्दा जम्मा हुन्छ 91। अब दोस्रो चरणमा यो 91लाई 4वटै प्रकारले गुणन गर्दा कति भयो? 364। 1 वर्षको दिनको लगभग नजिकता आयो, तर वर्ष त 365 दिनको हुन्छ। अब के गर्ने? हो, यही आउँछ जोकरको भूमिका। एउटा जोकरको मान 1 थप्दा ठ्याक्कै 365 दिन, अनि अर्को जोकर पनि थप्यो भने लिप वर्षको 366 दिन। कस्तो अचम्म! यसको मतलब के हो भने जोकरहरू खाली थप पत्ती मात्रै होइनन् रहेछन्, तिनीहरू त यो पूरा गणितीय प्रणालीको एकदमै महत्त्वपूर्ण हिस्सा हुन्। यिनीहरूले नै तासको गड्डीलाई हाम्रो सौर्य पात्रसँग ठ्याक्कै मिलाउँछन्। जोकर बिना त यो हिसाब नै अधुरो। अहिलेसम्म त हामीले समय र गणितको कुरा गर्यौं, तर तासको रहस्यको सबैभन्दा गहिरो तह अब खुल्दैछ। हरेक पत्तीको आफ्नै दार्शनिक अर्थ छ, जुन हिन्दू दर्शनबाट प्रेरित देखिन्छ। यो तास मात्र होइन, मानव जीवनकै एउटा गाइड बुक हो। ल, अब यहाँ साँच्चै गहिरो कुरा छ है। एकछिन ध्यान दिउँ है। हरेक पत्तीको एक दार्शनिक अर्थ छ, जुन हिन्दू दर्शनसँग मिल्दोजुल्दो देखिन्छ। जस्तै एक्काले के जनाउँछ? मानिसको विवेक, हाम्रो चेतना, जुन सबैभन्दा माथि छ। त्यस्तै बादशाह भनेको शासक, मिस्सी भनेको माया, अनि गुलाम मनको काबुमा नभएको इच्छा। त्यति मात्र कहाँ हो र? चौकीले 4 वेद, तिक्कीले ब्रह्मा विष्णु महेशको त्रिमूर्ति, अनि दुक्कीले पृथ्वी र आकाश जनाउँछ।
पञ्जाले पञ्चप्राण, नहलाले 9 ग्रह। लाग्छ मानव जीवन र ब्रह्माण्डको पूरै दर्शनै यही एउटै गड्डीमा समेटिएको छ। अन्तमा यो भनाइले सबै कुरालाई कति राम्ररी समेट्छ है। तासको गड्डी खेलको लागि मात्र होइन, यो त ब्रह्माण्ड र मानव जीवनको ऐना हो। अबदेखि तासको गड्डीलाई केवल रमाइलो गर्ने साधनको रूपमा मात्र हेर्न सकिन्न। यो त समय, गणित, प्रकृति अनि जीवन दर्शनको एउटा सुन्दर सङ्गम पो रहेछ, जुन हाम्रो हातमा छ। त्यसो भए अब अर्को पटक जब तासको गडी हातमा पर्छ, कि त्यसलाई केवल 52वटा पत्तीको रूपमा मात्र हेरिएला त, कि एउटा यस्तो रहस्यमय पात्रको रूपमा जसले वर्षका दिन, ऋतु अनि जीवन जिउने कला समेत सिकाउँछ? यो प्रश्न